नमस्कार। आज हामी नेपालको राजनीतिमा भर्खरै तरङ्ग ल्याएको एउटा ठूलो भ्रष्टाचार काण्डको कुरा गर्दैछौँ। हो, जसले संसद नै ठप्प पारेको अवस्था छ। हो, यो जुन 2025 मा एकदमै चर्चामा आएको नेपाल भ्रमण भिजा घोटाला। आज यसैलाई अलि गहिरिएर हेरौँ। के भयो, कसरी राजनीतिक मोड लियो अनि अहिले ठिक के भइरहेको छ भन्ने कुराहरू। हाम्रा स्रोतहरू तिनै हुन्, हालसालैका रिपोर्टहरू। ल सुरु गरौँ न त। खासमा के हो यो घोटाला? कुरो सुरु भयो मे 22 मा। त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग CIA ले एयरपोर्टको अध्यागमन कार्यालयमा छापा मारेपछि। छापा नै? हो, उजुरी परेको थियो के कर्मचारी र एजेन्ट मिलेर घुस खाएर भ्रमण भिसा दिइरहेको भन्ने। कतिसम्मको लेनदेन थियो भन्ने छ? सुरुको अनुसन्धानले देखाएको त प्रति व्यक्ति 3 लाख रुपैयाँसम्म लिएको देखिन्छ। 3 लाख प्रति व्यक्ति? अनि अझ डरलाग्दो कुरा के छ भने दिनकै करिब 400 जनालाई यसरी भिसा दिने। 400 जना? हो, अनि हिसाब गर्दा त दैनिक झण्डै 50 लाख रुपैयाँ उठाएको अनुमान छ। बापरे, 50 लाख दैनिक? यो त सानोतिनो कुरा भएन नि। यही सिलसिलामा मुख्य अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई उनी पनि पक्राउ परिसके। अधिकृत नै पक्राउ परे? अनि यसले राजनीतिक मोड लियो भनिन्छ नि, त्यो कसरी? हो, त्यही नै हो कुरो। जब गृहमन्त्री रमेश लेखकको निजी सचिवालयकै कर्मचारीको नाम मुछ्यो अथवा संलग्नताको आरोप लाग्यो, त्यसपछि यो सिधै राजनीतिक मुद्दा बनिहाल्यो। कर्मचारीको नाम आएपछि? अनि त्यसपछि संसदमा बवाल भयो। ठ्याक्कै मे 27 देखि विपक्षी दलहरू, खास गरी माओवादी केन्द्र, रासोपा अनि नेकपा एकीकृत समाजवादी, उनीहरूले संसद चल्नै दिएनन्। उनीहरूको माग के हो त? खास दुईटा मुख्य माग छन्। एक, गृहमन्त्री लेखकले राजीनामा दिनु पर्यो। राजीनामा नै हो। अनि दोस्रो, यो पूरै प्रकरणको निष्पक्ष छानबिन गर्न एउटा उच्चस्तरीय समिति बनाउनु पर्यो, कि न्यायिक कि संसदीय। तर सत्ता गठबन्धन मतलब कांग्रेस र एमाले उनीहरू के भन्दैछन् त? राजीनामा किन दिने भन्ने कुरा हो। अनि CIA ले अनुसन्धान गर्दैछ। त्यो नसकिएकन अनुमानको भरमा संसद रोक्नु भएन, राजीनामा माग्नु भएन भन्ने उनीहरूको अडान छ। भनेपछि एकातिर छानबिनको माग, अर्कोतिर प्रक्रियाको कुरा। गाह्रो स्थिति देखियो। एकदमै राजनीतिक खिचातानी प्रष्ट देखियो। यसको असर त सिधै संसदमा पर्यो होला नि? बैठकहरू के भयो? हो नि, जुन 12 सम्म हेर्दा त लगातार 15 दिन संसद चलेकै छैन। 15 दिन? जुन 3, 4, 6, 8 का बैठकहरू बोलायो तर अवरुद्ध भयो, स्थगित भयो। यसले गर्दा सामान्य कानून बनाउने काम त रोकियो। अझ महत्त्वपूर्ण त बजेट होला नि? हो, सबैभन्दा ठूलो असर बजेट प्रक्रियामा परेको छ। त्यो 24 जुनसम्म पास गर्ने लक्ष्य थियो,